म जस्तो राम्रो सेउसी चाहिने अन्न पर बुटी बुल बुढालाई लात हानेर मेरी भिडियो फुलेका बुढासँग पहिला गइकेर हेर्नु। साले बुढालाई जहाँ भेट्छु त्यही खुकुरी हान्छु भन्दै खुकुरी लिएर हिँडेको ठ्याक्कै बाटा भेटियो। गएर च्याप्पै छोपेर बुढालाई खुकुरी हान्न लागेको त भूतपूर्व बुढीले फिल्मी स्टाइलमा मेरो हात छोपिकेर हेर्नु। चाहिने अन्न पर म जस्तो सेउसी बुढो छोडेर यस्ता फुलेका बुढासँग किन गइस् भनेको। तेरो किचन हेराछस् किचन साङ्ला पानी र धमिराले गर्दा पकाउन नसकिने थियो। अनि उहाँको किचन छिनछिनमै पकाइरहँ जस्तो सिन्की पकाए पनि किचनबाट मासुको स्वाद आउने। त्यही भएर म तँलाई छोडेर उहाँसँग आएको पो भन्छ त। म पनि यो बुढाको भन्दा खतरा किचन बनाउँछु अनि यो ठडौरी भन्दा राम्री बुढी ल्याउँछु भनेर निर्णय गरे। अनि कहाँबाट बनाएस यति राम्रो किचन भन्ने भन्न त तँलाई खुकुरी हान्छु भनेको। पब्लिक मोडुलर किचन कन्सेप्टबाट बनाएको भन। त्यसपछि म पनि लागे पब्लिक मोडुलर चिकन तर्फ। चाहिने भन्न पर त्यहाँका साउलाई दामी चिकन बनाइनु पर्यो भनेको। यत्रो उठाउनै नसकिने किताबमा भए जतिका डिजाइन देखाए। त्यहाँबाट भन्न पर 15-20 दिन भित्र मेरो किचन यस्तोबाट यस्तो राम्रो भयो के हेर्नुस्। अब यो छोडेर गएकी बुढी भन्दा पनि राम्री बुढी ल्याउँछु भनेको त झ्याप्पै बिउजे म त। सेमा ठानी सपना पो रहेछ। यो सिरानीमा के हो यहाँ त पब्लिक मोडुलर किचनको कार्ड पो छ त। कतै सपना साँच्चै हुने त होइन। तेरिका कहाँ छ यो पब्लिक मोडुलर किचन। बुढी भाग्नु भन्दा पहिला किचन सिकार्नु पर्यो।